जय मसी साथसाथै नमस्कार सबैजनालाई मेरा किचनमा स्वागत छ। आज म पालङ्गेको साग, यसलाई लट्टेको साग पनि भनिन्छ, म बनाउन लागिरहेको छु। अनि तपाईहरुले कस्तो वेमा बनाउनुहुन्छ यो चाहिँ मेरै वेमा हो। म चाहिँ मेरै स्टाइलमा बनाउँदै छु। तपाईहरुको आफ्नो वे होला। मेरो भिडियोलाई हेरिदिनु होला अनि साथ सपोर्ट गर्नु होला। थ्यांक यू। यो ल्याउनु नि कुन चाहिँ त्यो परको यो चाहिँ गर्मी महिनामा चाहिँ घरमै फल्छ। यो लट्टेको साग चाहिँ नेपाली दोकानबाट ल्याएको। गर्मी लागेपछि चाहिँ घरमै फल्छ। अहिले चाहिँ अब पाउँदैन, नेपाली बजारबाट ल्याउनु पर्छ। अब म यसलाई बनाउँछु मेरो स्टाइलमा। तपाईहरुले मेरो भिडियो हेरिदिनु होला। मलाई चाहिँ स्किनहरु पनि पिल आउट गरेर फ्याक्न मन लाग्छ। मलाई चाहिँ पालङ्गेले यो लट्टेको सागले कहिले पनि अमन चाहिँ हुँदैन। कतिजनालाई चाहिँ अमन हुन्छ, मलाई चाहिँ कहिल्यै हुँदैन। कहिले यो सागमा चाहिँ राम्रो खायो भने राम्रो पनि हो। यसमा आइरनहरु पाइन्छ। हेर्नुहोस् त कति राम्रो छ, फ्रेस पालङ्गे। लट्टेको साग पनि भनिन्छ यसलाई। किन हौ, तिरेर त बस्नै पर्यो नि त। तेल राम्रो तातिसकेको छ। बटन मसला हाल्दैछु। त्यसपछि नसुकेको खोर्सानी लाउँदैछु।
लगाएको भएको छ के भर्सन लागेको छु लट्टेको सागमा फ्लेभर राम्रो आउँछ लट्टेको सागमा चाहिँ सुकेको खोर्सानी लसुन लसुनहरू मिक्स गरिदिएँ लट्टेको सागमा चाहिँ लसुन पनि राम्रो हुन्छ भन्दा नि फ्लेभर राम्रो दिन्छ भन न सुकेको खोर्सानी प्याज अनि लसुन लगाएर चाहिँ मजा चलाउँदैछु अनि टमाटरलाई एड गरिदिएँ हल्दी रङ खोर्सानी नुन चाहिँ तपाईँहरूको स्वाद अनुसार लगाउन सक्नुहुन्छ यसलाई पनि मैले मिक्स गरिदिएँ टमाटर पनि अलिक पाक्नुपर्छ यतिको पाकिसकेको छ टमाटर राम्ररी पाकिसक्यो टमाटर अब यसमा म लट्टेको साग पालङ्गेलाई एड गरिदिन्छु र चाहिँ म बिस्तारै बिस्तारै गर्दै चलाउँछु बस्न खाना खाएर जाने कि के हाने एकछिन बस्न अहिले मरे ओइ खाना खाएर जाने एकछिन बस्न ऊ बन्द गर्नु नि बस्न हौ यहाँ खाएर खाना होइन बिस्तारै गर्दै एड गर्दैछु यो झोपिने चान्स हुन्छ त्यही भएर पाक्नको लागि छोडिदिन्छु पालङ्गे यतिको भइसकेको छ भन्नाले राम्ररी पाकिसकेको छ पानी पनि छोड्दै गएको छ सुकिसकेको छ पानीहरू पालङ्गेबाट लगभग पाकिसकेको छ तपाईँहरूले मेरो भिडियो दिनुभयो धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई
डिनर हो। खसीको सुप, पालङ्गेको तरकारी अनि टमाटरको अचार, धनियाँ मिसाएर अनि मुरीको दालमा पालक मिसाएर बनाएको छ। यो चाहिँ डिनर हो।